हेलो एभ्रिवान, सेवारो नमस्ते, वेलकम ब्याक टु माई मिनी ब्लग। सो आज चाहिँ के छ भन्दाखेरि मेरो छोराको कपाल काट्नुपर्ने छ। दुईजना मामाहरू आउनु भएको थियो। सो मामा आएको बेला चाहिँ कपाल काट्ने कार्यक्रम चाहिँ सिधै दिइहालौँ भनेर चाहिँ कपाल काट्न लागेको। अनि मेरो छोराले चाहिँ मलाई देखेर फेरि रुँदैछ। अनि त्यस पछाडि कपाल काट्न सुरु भयो। अनि मेरो छोराको चाहिँ यति बेला चाहिँ बाबा एकदम फेभरेट बाजे, मेरो बाबा एकदम फेभरेट भएको थियो। सो बाजेसँग बसेर उसको मामाले कपाल काटिदिँदै हुनुहुन्छ। मेरो छोराको चाहिँ फर्स्ट टाइम कपाल काट्दै गरेको। एकदमै पातलो के मेरो छोराको कपाल। अनि कपाल मुरुल्लै काटिदियो भने चाहिँ अलिक बाक्लो आउँछ कि भन्ने भयो। त्यही भएर अनि साह्रै रोयो। अनि त्यही भएर कपाल काटिदिएको। अनि मैले बोकेर कपाल काट्यौँ। अनि मेरो छोराको चाहिँ पुरै सबै कपाल काटिदिएको। अनि त्यस पछाडि सबै कपाल काटेर अनि बुवाले चाहिँ टुप्पी पनि राख्नुपर्छ है भन्दै हुनुहुन्थ्यो। अनि टुप्पी फेरि यसको कस्तो बाङ्गो छ क्या टुप्पी। अनि रै पनि अनि टुप्पी चाहिँ राखिदिउँ, बुवाले यहाँ टुप्पी राख्नुपर्छ है भन्दै हुनुहुन्छ। अनि टुप्पी चाहिँ बाङ्गो छ। सो मेरो छोरा कपाल काटिसक्यो। मामाहरू आएको बेला अनि नुहाइदिएँ। नुहाउँदाखेरि फेरि एकदम झगडा गर्ने भएको छ मेरो छोरा। सो रै पनि झगडा गरी भए पनि नुहाइदिनु त पर्यो। सो मैले चाहिँ छोरालाई पनि नुहाइदिएँ। अनि त्यस पछाडि चाहिँ बाजेलाई फेरि माया लागेर हैरान धेरै रुयो भनेर अघि तौले बोकेर आइपुग्नु भयो। अनि नुहाइसक्यो। अनि नुहाइसकेर चाहिँ म चाहिँ लुत्रुकै भए थिएँ। अनि त्यही भएर लुगा फेरेर आएँ म चाहिँ। अनि यो आज चाहिँ फेरि मामाले नै तेल पनि दलिदिनुपर्छ अरे जिउतिर टाउकोतिर भनेर। अनि मामा चाहिँ जिस्किँदै टाउको तेल दलिदिँदै हुनुहुन्थ्यो। अनि त्यस पछाडि तेल पनि दलिसक्यौँ। अनि त्यस पछाडि मामाले फेरि लुगा लगाइदिनु भयो। नयाँ लुगा पायो मेरो छोराले। लुगा पनि पाइँदो रहेछ। लुगा लगाइदिनु भयो। अनि त्यत्तिकै जिस्कै गर्नुहुन्छ दाजु चाहिँ। अनि जिस्किँदै लुगा पनि लगाइदिइसक्नु भयो। अनि त्यस पछाडि दाजुले फोटो खिचौँ न त भन्नुभयो। अनि फोटो खिच्नु माने पो फेरि। अनि त्यस पछाडि फेरि बाजे बोजूले कपाल काट्दा त कति धेरै फाइदा रहेछ है साथीहरू। छोराको कपाल काट्दा मौली लानुपर्ने रहेछ। बाजे बोजूले फेरि पैसा दिनुभयो। ओहो, मेरो छोरा फेरि थाप्नु नै हतार उसलाई। अनि पैसा दिनुभयो। अनि त्यो चाहिँ मैले चाहिँ अब खुत्रुकेमा राखिदिउँ न त भनेर खुत्रुकेमा राख्नु सिकाइरहेको थिएँ। उसले त पहिला पनि जान्दछ, जस पैसा भेट्ने बित्तिकै खुत्रुकेमा राख्नु खोज्छ कि। अनि दादा भाइ मिलेर चाहिँ खुत्रुकेमा पैसा राख्दैछन्। त्यस पछाडि माउली तर्फबाट एक बोरा चामल पनि पाएँ मेरो छोराले। ओहो, छोरा पाउनु साह्रै सजिलो रहेछ है। कपाल काट्दाखेरि यसरी पाइँदो रहेछ। थ्याङ्क्स फर वाचिङ, बाई।